Hello everyone, welcome to my vlog. घरकै वरिपरि पार्कतिर जाँदैछौँ अनि अहिले चाहिँ इट्स अलरेडी 4 o'clock दिउँसोको. Say hi. हुनुहुन्छ त्यहाँ है फुल फुलेको छ मजाले यहाँ चाहिँ. So आजको weather चाहिँ it's very nice and sunny. कहाँ आयो तिमी बेबी? उहाँको आउटफिट हेर्नु गाइस. बच्चा ना ला what? बाबा छोरा म्याचिङ कलर भएछ त आज त. या समा बेबी सो उहाँ चाहिँ जहिले यो पार्क आउँछ यस्तो छ हाम्रो घर छेउको पार्क चाहिँ. अनि उनले खेल्ने भनेको चाहिँ यो पिङ मात्रै हो अहिले, किनकि अरू चाहिँ अहिले खेल्ने टाइम भएको छैन. सो यो पिङ मात्रै उसले इन्जोय गर्छ. मैले चाहिँ उसलाई यहाँ एभ्री डे लिएर आउँछु मर्निङतिर आफ्टर ब्रेकफास्ट. अनि आज चाहिँ समहाउ ल्याउनु पाइनँ इन द मर्निङ. सो अहिले चाहिँ इट्स नियरली 4:30 भयो होला अहिले चाहिँ. अनि उसको बाबा चाहिँ कामबाट आएर मैले जबरजस्ती जाउँ कि जाउँ भनेर लिएर आएको. के भन्न चाहनुहुन्छ यो विषयमा? मेरो बेबीको एज अ क्युट आउटफिट माथिको चाहिँ एम्स्टरडम लेखेको छ टी सर्ट. अस्ति मेरो मम्मी ड्याडी एम्स्टरडम जानुभएको थियो. एम्स्टरडम होइन के कहाँ जानुभएको थियो? एम्स्टरडम जानुभएको थियो. सो त्यहाँबाट ल्याइदिनु भएको यो क्युट एम्स्टरडम टी सर्ट फर नाति. अनि तलको जिन्सको सोर्ट्स चाहिँ मेरो माइजूले ल्याइदिनु भएको हङकङबाट. थ्याङ्क यू माइजू. कति क्युट देखेको तिमी, कति क्युट देखेको. ह्याप्पी ह्याप्पी बोय, ह्याप्पी बोय, ह्याप्पी बोय. ऊ चाहिँ जतिखेर पनि बाहिर मात्रै आउनु खोज्छ.
हामीलाई इरहेको बेला कति 17-18 डिग्री होला आज वाइ आर यु वेयरिङ अ ज्याकेट समर होस् या विन्टर यो ज्याकेट चाहिँ कहिले पनि छोड्दैन ज्याकेट लाउनु वाइ इज द्याट लु जाउँ लेट्स गो यसो बोकेर हिँड्ने हामी चाहिँ अब जाने अब हामी चाहिँ हिँड्दैछौँ ब्याक टु स्ट्रोलर अब चाहिँ पुग्न आँट्यौँ आई थिङ्क 5 minutes मोर 5 minutes फेरि उहाँ हेर्नु उहाँको स्टाइल चाहिँ फेरि यस्तो छ है खुट्टा नि त्यहाँ उहाँको स्टाइल बस्ने स्टाइल चाहिँ फेरि यस्तो छ है जसरी बस्नुहुन्छ उहाँ यसरी उहाँको मोटो मोटो खुट्टा देखाएर यस्तो पाराले उहाँ बस हो नि त है जाउँ सो हामी चाहिँ आइपुग्यौँ उयो चाहिँ सेन्सबरी हो अनि सेन्सबरीको त्यहाँ पर चाहिँ बिएनएम छ बिएनएममा छिरौँ हेर्नु पहिला यो सेक्सन होइन उताको सेक्सन हो उताबाट जाने हो यहाँ चाहिँ सस्तो सामानहरू पाउँछ ओ हामीलाई एउटा चाहिएको छ अनि कति यो तर फेरि बोकेर लानु मिल्दैन नि त अहिले त त्यहाँ हेर्नु न कति पर्छ 14 pound तल र माथिको हामीलाई यो एउटा लुगा सुकाउने चाहिरहेछ घरमा अलरेडी एउटा छ सो वी निड वान मोर गार्डनमा यस्तो चाहिँ चाहिन्छ कि यस्तो लेयर बाई लेयर माथि राख्नु पछि यस्तो चाहिँ राख्नुपर्छ के हो त्यो त्यस्तो लेयर बाई लेयर छ नि मेरो बेबीलाई चाहिँ मोजा चाहिरहेछ 5 pound के यो नानी भएपछि चाहिँ यो बच्चाको सेक्सनमा मात्रै हेर्नु मन लाग्छ क्या है कति क्युट हुन्छ मेरो बुढा कता होला है सो हामी बिएनएम आउनुको मेन रिजन चाहिँ मलाई यस्तो लाम्चो गमला चाहिरहेको थियो कुन कलर लाउने यो त सानो छ त उयोको भन्दा आस्टाको भन्दा सानो छ त बच्चाको सेक्सन सुपर क्युट हेर्नु आएकै त्यही हो तर पाएन यतिकै अब एक चक्कर लगाएर जाने या के चाहिएको रे तपाईँलाई हे फिभर कहाँ छ त हे फिभरको दबाई ट्याब्लेट खान्थी ट्याब्लेट खानु ट्याब्लेट होइन स्लाइड भनेको छ स्लाइड यो त ट्याब्लेट भन्छ अनि ट्याब्लेट त हो त खाने के चाहिँ खोजेको तपाईँले सबैको ट्याब्लेटै हो त या ए ऊ त्यो वाइप्स पनि लाउनु त एउटा हे फिभर रिलिफ वाइप्स फेस वाइप्स जस्तै
ऊ त्यो माथि छ नि ओरेन्ज कलरको एउटा ल्याउनु त यो उयो वाइप्स क्या मैले मुख पुस्ने वाइप्स लाग्दैन तर यो चाहिँ हे फिभरको रहेछ वाइप्स कहिले काहीँ मात्रै हो क्या आँखा पुस्नलाई एउटा लिन्सी पनि पुगाउनु पर्यो मेरो घाँटी पनि दुख्न थालेको छ Right. क्याप्सु के हो यो बिचरा मेरो फुच्चे यहाँ सुतिरहेछ हामी चाहिँ बिएनएम एकछिन डुल्दैछौँ तर मैले खोजेको चिज चाहिँ पाइनँ सो आई विल ट्राई डिफ्रेन्ट स्टोर मैले चाहिँ गार्डनको लागि त्यो लामो गमला पट खोजेको थिएँ क्या बट पाइनँ सो स्याड उहाँ चाहिँ यसो सुत्दै हुनुहुन्छ अब हामी एकछिन धेरै घुम्दैनौँ अब एकछिन घुमेर फर्किहाल्छौँ एकछिनमा भेट्छु उठिसक्नु भयो हाम्रो बस उठिसक्नु भयो है बिबी सो हामी चाहिँ बिएनएमबाट निक्लिसक्यौँ भनेको सामान चाहिँ पाएन अब समर आयो नि त अनि वी आर प्लानिङ फ्लावर्सहरू भेजिसहरू रोप्नलाई हाम्रो चाहिँ फेरि गार्डन ढुङ्गै ढुङ्गा भएको छ अनि माटो छैन त्यही भएर वी निड सम पट्स and this is going to be my first time plant gardenalai have no idea so I need to ask my mom 6 बज्न आँटेको हो 6 बज्न आँटो कति छिटो टाइम गएको मोटु के छ हौ मोटुको हालखबर के छ हालखबर ओ यो त मान्छे such a lovely weather नाक्सी लाग्यो हे फिभर लाग्यो अरे मलाई लिनुहोस् हजुरको एनर्जी ड्रिङ्क अर्को हाई गर्दैछ फेरि त यहाँ आउनु न म तपाईँलाई एउटा क्वेसन सोध्छु अब तपाईँको छोरा होइन 2 विक्समा 2 विक्स पनि होइन वेल नियरली 2 विक्समा 1 year ओल्ड हुन आँटेछ के भन्नुहुन्छ यो विषयमा के भन्ने एकदम आइ एम भेरी भेरी ह्याप्पी भेरी भेरी ह्याप्पी मोर देन ह्याप्पी अनि अरू अझै लामो स्टेटमेन्ट चाहियो अन द क्यामेरा म भन्न चाहन्छु भन्नु न छिटो भन्नु तपाईँको छोराले पछि यो भ्लग हेर्छ लु भनिहाल्नु अन द क्यामेरा म भन्न चाहन्न छिटो भन्नु न के भन्नुहुन्छ भन्नु न छिटो अन द क्यामेरा म भन्न चाहन्न भन्छ तिनचोटि भन्छ म बेबी हेर तिम्रो बाबाले केही नभन्ने तिम्रो लागि है बाबा साई भन्नु न सो ऊ चाहिँ अब 6th of May आई थिङ्क नियरली 2 विक्स छ होला 2 विक्समा चाहिँ 1 year ओल्ड हुन आँटेछ सो क्विक है टाइम इज फ्लाइङ सो क्विक कति छिटो 1 वर्ष हुन आँटेछ 1 year old and 1 year of being a mommy and daddy excited Avian यता हेर हाई हाई
उहाँ चाहिँ स्टोरमा बस्दा बस्दा बोर हुनुभयो त्यही भएर उहाँको बाबाले बोक्दै हुनुहुन्छ यता हेर्नु त हाई लु त अम्मा को हो यता मान्छे सो हामी चाहिँ घर पुग्नु आँट्यौँ आई थिङ्क अहिले चाहिँ 6:30 भइसक्यो होला अनि युकेमा चाहिँ स्टिल घाम लागिरहेछ समरमा चाहिँ रातिको 9-10 बजीसम्म यसरी घाम लाग्छ उज्यालो हुन्छ इट्स गुड होइन यसरी हिँड्न पाइन्छ भनौँ न बेबी यसरी हिँड्न पाइन्छ बेबीसँग हेलो एभ्रिवान सो हामी चाहिँ भर्खरै घर आइपुगिसकेको छौँ सो म चाहिँ डिनर बनाउन सुरु गरिसकेको छु आजको मेन्यूमा चाहिँ वी हेभ चिकन चिकन बनाउँछु हजुरहरू यहाँ बसेर हेर्दै गर्नुहोला मैले चाहिँ साग धोइसकेँ यहाँ हेर्नु न यो चाहिँ मेरो मम्मीको बारीको साग है थ्याङ्क यू मम्मी मैले चाहिँ अब साग हालेँ मेरो मम्मीको बारीको साग so it's going to be tasty साग अनि चाहिँ चिकन पाक्दैछ चिकन ग्रेभी मेरो डिनर रेडी भयो यो चाहिँ साग अनि यो चाहिँ चिकन सुपवाला बनाएको आज chicken soup and then rice so we're gonna eat our dinner now नभए यहाँ यत्रो टावर देख्छु टावर देख्छु मेरो बुढाले खाँदै हुन्छ यहाँ अनि बेबीले खाँदैछ त्यस पछाडि मम्मीको टर्न ल सो दुईजनाले चाहिँ डिनर खाइसक्यो मैले चाहिँ यहाँ डिनर खाँदैछु मेरो पालो सो आम गोना एन्ड द भ्लग नाउ सी यु नेक्स्ट टाइम बाई